तरकारी ये 12 भन्ने त्यो उसो वाला हो ल है यो पनि अब भित्री काका यहाँ चाहिँ सेल रोटी उस मिलाएर सब 12 यतापट्टि उता 12 13 बट्टु भनेर 12 भन्छ पोख्नु नगर्नु है हामी यहाँतिर बट्टु भन्छ उहाँले 12 भन्छ त्यो सानो बोलेर बाछमा आउने कुरा गरेर आज सब कुरा त्यहाँ सबै त्यो भरे आएन भन्नुहुन्न कि यो मुख पखाल्ने हजुर है यो मुख पखाल्ने है भित्रको जागिर आतिर भयो भने होला ल माथि आतिर भयो भने म क्यानाडाबाट हेर्नु चाहेले कस्तो माया गरिरहेको झाँट गाइटो राइटो ल है बिखी घिउ पनि चाहिन्छ चिप्लिन्छ बराबर यो घिउ रहेछ है म पनि चाहिने कुरा उहाँले कसरी ल्याएको तर हामीले भन्नुहुन्न है पछि हजुर ल इत्यादि कुरा सबै छ है आई के भन्छ सानो पाहाड अनि के भन्छ सिलाउने ओहोर बोहोर सबै छ ल बिखे सबै पुग्यो है तपाईँहरूले त्यो कुरा काट्ने बाटो नगर्नु होला हो त मामा हो कि यो आमाको बहिनी ज्वाइँ हो माथिल्लोहरूको बहिनी र ज्वाइँ मेरो बहिनी सबै कुरामा अब भने आमालाई एउटा मोत्र ल्यायो होला मोत्र दही बठीमा चढाइदिनु एउटा मोत्र हो त्यो मोत्रै फेरि माथि जान्थे त्यहाँ हाम्रो गफको कुरा आइहाल्छ मुर्गीले हान्छ होला तरकारी यो तरकारी भयो अनि सेलरोटी ये 12 भन्ने त्यो उसो वाला हो ल है यो पनि अब भित्री काका यहाँ चाहिँ सेल रोटी उस मिलाएर सब 12 यतापट्टि उता 12 13 बट्टु भनेर 12 भन्छ पोख्नु नगर्नु है हामी यहाँतिर बट्टु भन्छ उहाँले 12 भन्छ त्यो सानो बोलेर बाछमा आउने कुरा गरेर आज सब कुरा त्यहाँ सबै त्यो भरे आएन भन्नुहुन्न कि यो मुख पखाल्ने हजुर है यो मुख पखाल्ने है भित्रको जागिर आतिर भयो भने होला ल माथि आतिर भयो भने म क्यानाडाबाट हेर्नु चाहेले कस्तो माया गरिरहेको झाँट राइटो ल है बिखी घिउ पनि चाहिन्छ चिप्लिन्छ बराबर यो घिउ रहेछ है म पनि चाहिने कुरा उहाँले कसरी ल्याएको तर हामीले भन्नुहुन्न है पछि हजुर ल इत्यादि कुरा सबै छ है आई के भन्छ सानो पाहाड अनि के भन्छ सिलाउने ओहोर बोहोर सबै छ ल बिखे सबै पुग्यो है तपाईँहरूले त्यो कुरा काट्ने बाटो नगर्नु होला हो त मामा हो कि यो आमाको बहिनी ज्वाइँ हो माथिल्लोहरूको बहिनी र ज्वाइँ मेरो बहिनी सबै कुरामा अब भने आमालाई एउटा मोत्र ल्यायो होला मोत्र दही बठीमा चढाइदिनु एउटा मोत्र हो त्यो मोत्रै फेरि माथि जान्थे त्यहाँ हाम्रो गफको कुरा आइहाल्छ मुर्गीले हान्छ होला